हेलो एभ्रिवान, फेरि म आफ्नो च्यानलमा सानो भिडियो लिएर आएको छु। धेरै पछाडि हैन, आज मैले भिडियो लिएर आएको छु। कति भयो नि त भिडियोहरु पनि नबनाएको। अनि आज चाहिँ चिल्ड्रेन डे को नानीहरुलाई गिफ्टहरु पनि बाँडेको थियो। अनि त्यही भनेर चाहिँ यो मेरो छोराको गिफ्ट हो। मैले चाहिँ अनबक्सिङ गर्न आँटेको के छ भनेर हैन। भोलिपछि अब ठुलो भएर हेर्दाखेरि पनि आमाले भिडियोहरु बनाइदिएको रहेछ। फर्स्ट चिल्ड्रेन डे को फर्स्ट गिफ्ट है उसको चाहिँ यो फर्स्ट टाइम पाएको उसले। अनि त्यही भनेर मैले चाहिँ भिडियो बनाएर राखिरहेको छु हो, मेमोरी पनि हुन्छ नि त। अनि हामी चाहिँ यहाँ पैटनमा बस्छु हो, पैटनमा बस्छु हामी। अनि त्यही भनेर आज चाहिँ पैटनबाट नानीहरूलाई चाहिँ गिफ्टहरु डिस्ट्रिब्युट गरेको थियो। अनि हेर्नुहोस् है मेरो छोरालाई चाहिँ के पाइछ है, अनबक्सिङ गर्दैछु है गाइस भने। अनबक्सिङ गर्दैछु है गाइस। के रहेछ यो? के हो यो? टिङ 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 आइछ। ए यसलाई के भन्छ हौ? मिलोडी के? मिलोडी। यसलाई चाहिँ मेरो छोरालाई चाहिँ मिलोडी पाइछ हो। दामी है, इट्स क्यूट। त्यो अबिको जस्तै है, बजाइ बस्छ दिनभरि बसेर। रिहानलाई चाहिँ त्यो एजको हिसाबले दिएको नि त है, एजको हिसाबले दिएको गिफ्टहरु चाहिँ नानीहरुलाई जो अब टिनेजहरु छ तिनीहरुलाई उसकै एजको हिसाबले दिएको हो। जो टोडलरहरु भयो उसको हैन एजको हिसाबले दिएको नि त नानीहरुलाई चाहिँ।